नमस्ते, क्रसमा अटो डेबिट गर्नको लागि एप खोलेर सी मोरमा क्लिक गरेर भेरिफिकेसनमा क्लिक गर्नुहोस् र अलिकति तल सारेर अटो डेबिट अकाउन्ट भेरिफाईमा क्लिक गर्नुहोस् र यो निलो बटनमा क्लिक गरिदिनुहोस् अनि मोबाइल फोन भेरिफिकेसनमा क्लिक गरेर एग्री टु अल अफ द एबोभमा टिक लगाइदिएर कन्फर्म बटन थिच्नुहोस्। त्यसपछि आफ्नो टेलिकम छानेर सस्तोवाला भने आलतेल फोनमा जस्तै एसकेटी आलतेल फोनमा क्लिक गरेर मुन्जा इन्जिङमा क्लिक गर्नुहोस् र फोन इन अघिनमा टिक लगाएर डाउन बटन क्लिक गरिदिनु भयो भने यसरी नाम हाल्ने ठाउँमा आउँछ। एलियन कार्डको जसरी ठुलो अक्षरमा नाम हाल्नुहोस् र यहाँनिर चाहिँ एलियन कार्ड नम्बर हाल्नुहोस्। अगाडि 6वटा जन्म मिति अनि पछाडि चाहिँ एउटा नम्बर हाले पुग्छ र यहाँनिर फोन नम्बर 010 बाटै सुरु गरिदिनुहोस् र तल माथि जुन नम्बर देखाएको छ त्यही नम्बर टाइप गरेर थाउम बटन क्लिक गरिदिनुहोस्। क्लिक गरिसकेपछि हजुरकोमा 6वटा प्रमाणीकरण नम्बर आउँछ। प्रमाणीकरण नम्बर हालेर वागिन थिच्नु भएपछि यसरी ब्याङ्क छान्ने अप्सन आउँछ। हजुरले हजुरको कुन ब्याङ्कको त्यो छानिसकेपछि अकाउन्ट नम्बर पनि तल राख्न सक्नुहुन्छ र अकाउन्ट नम्बर राखेर तल एग्री टु अल अफ द एबोभमा टिक लगाइदिनुहोस् र तल एआरएस विथड्रल इन्क्वायरी एग्रिमेन्टमा क्लिक गर्नुभयो भने हजुरको नम्बरमा कल आउँछ। कल उठाउनुहोस् र त्यहाँनिर चाहिँ भेरिफिकेसनको लागि 6 डिजिट डेट अफ बर्थ चाहिँ डायल गर्नु भनेर बोल्न बन्द भएर घन्टी बज्छ र हजुरले यसरी 6वटा नम्बर डायल गरिसक्नु भएपछि फोन आफै काटिन्छ। हजुरले नकाट्नु होला। फोन काटिसकेपछि चाहिँ अझै पनि सक्सेसफुल भएको हुँदैन। हजुरले एप हेर्नुभयो भने भेरिफिकेसन बाई एआरएस सिस्टम भनेर आइराखेको हुन्छ। यसमा क्लिक गरेर इमेल एड्रेस हाल्ने ठाउँ पनि आउँछ। इमेल एड्रेस हालिसकेपछि कम्प्लिट एआरएस एग्रिमेन्टमा क्लिक गर्नुभएपछि सक्सेसफुल हुन्छ र त्यसपछि गो टु होममा क्लिक गरेर सिधै रिमिट गर्न मिल्छ। धन्यवाद।